ल गाइज हामी चाहिँ अहिले बुढी सत्यवतीको उता छ है छपाली ग्याङ हामी जलाउनेलाई त ल सरहरु पार्किङ एरिया है यो चाहिँ 2082 सालको सत्यवती मेला यही बाटो हिँड्नु है दायाँ बायाँ नहिँड्नु बल्ली अहिले नाचिने बल्ली है यो चाहिँ काली गण्डकी गाउँपालिका हेरौँ त कसले हो यो चाहिँ होइन है बेच्ने हेरौँ त त्यहाँ मुनि झराइनी गरी पाइयो नि मस्तासित तिमीले उ हो क्या 1500 देखि आइयो 2000 आएको साथै ए यहीलाई हिमाल भन्ने माछा पुछ्रे अझै माथि चाहिँ झिक्यो के हो र नजिक आइयो जस्तो लाग्थ्यो अन्त उ के यो चाहिँ ठिक बनाएको चाहिँ अहिले यतिको चाहिँ हुनुपर्छ है हेरौँ त लाइन मान्छेको हुल पछाडि चाहिँ भर्खर खाली भयो है हाम्रो मित्र अरे घाम देखियो हिलेको तार पनि देखियो है हिले गइयो हामी झन् आकर्षक बनाउनु के पाथा पनि पूजा हुन्छ है हैन ठिक भइछ ल फाइनल्ली हामी आइपुग्यौँ है बुढी सत्यवती धार्मिक क्षेत्र यो गुल्मी जिल्लाकै होला क्या अलि सत्यवती हो नि त हाम्रो त ठुलो भन्दा पनि
त्यति उ क्या नहुने क्या यहाँ सानो सत्तेटीमा जस्तो मान्छेको हुल पनि नहुने पूजाको लागि मात्र त्यस्तो विशेष कार्यक्रम हुने नि त सांस्कृतिक छ होटलहरू छ पसलहरू यही हो बुढी सत्यवतीको मन्दिर सुशासित दीर्घायु एवं उत्तर उत्तर प्रगति ए नमस्कार कहिले हो हजुरहरू हामी भर्खर ल के भन्न चाहनुहुन्छ तपाईँ ठिक छ यो एकदम धार्मिक स्थलमा आउनु भएको छ तपाईँलाई स्वागत छ यो ठाउँमा है त्यतातिर खिच्नुहोस् उता वर माग्ने भनिन्छ ल वर चाहिँ आज बाबाले मागिन्छ आज वर के वर माग्नुहुन्छ अब तपाईँहरूले इच्छा अनुसार के इच्छा अनुसार माग्न सक्नुहुन्छ तपाईँलाई सुन माग्नुहुन्छ सुन मिल्छ भन माग्नुहुन्छ नि भन माग्नु नेटै चल्दैन
मैले 8 जुत्ताको कुरा गर्छु भन्ने हैन बर माग्ने हैन र सर बर माग्न यतै बात जाम मेमोरिज क्या भन्ने भने म अझै चिनेको नचिनेको म चिन्ने होला सरी भिडियोमा चाहिँ फेरि भन्नु रहस्य के छ यहाँ बस्नु रहस्य कहानी के थियो हात्तीको पाइला यो चाहिँ उबेलामा के उबेलाको हात्तीको पाइला छ यो ढुङ्गामा भन्ने चाहिँ धारणा छ हैन मस्त देखियो है यहाँ बात बरु थाप्लेको डाँडा है यो चाहिँ थाप्लेको डाँडा लुम्बिनी प्रदेशकै हो के हो त थाप्ले हो बलेटक सारो हो भारसे त एउटा हो पट्टिर पाहा हो भारसेको यही टुपाल छेको कि झिङमा कति हो के हैन त्यता ठ्याक्कै भन्छ के थाप्लेको थाप्ला यो भन्दा पूर्ति घाट के हैछ नि गाइस हामी चाहिँ तल्लो सत्यवती आइपुग्यौं है तल्लो सत्यवती ए हरसम्म पनि अझै भिड छ भनौँ न जानी अरे यता त घुम्नु थियो हामीलाई